भनिएको छ। हाम्रो शरीरको 90% कार्बन हाइड्रोजन अक्सिजन छ, बाँकी रहेको 6% नाइट्रोजन फस्फरस पोटास छ। त्यस पछाडि रहेका 4% भने क्याल्सियम म्याग्नेसियम सल्फर तपाईँको जिङ्क बोरन मोलिब्डेनम क्लोरिन यी यस्ता 17 किसिमका तत्त्वहरूले बनेको छ। तपाईँ के भन्नुहुन्छ यो हाम्रो शरीरलाई रसायन भनेर त्यसरी सबै विष हुन् भन्ने हिसाबले प्रस्तुत हुनु नै मलाई ठिक लाग्दैन। युरियाको मात्रै कुरा होइन, युरियाकै कुरा गर्नुहुन्छ भने युरियामा 46.6% नाइट्रोजन हुन्छ, बायुरेट 1.5 हाम्रो मापदण्डले भनेको छ त्यो बढ्नु हुँदैन भनेर, त्यो पनि नाइट्रोजनै हो। अक्सिजन 26.6% हुन्छ, कार्बन 20% हुन्छ, हाइड्रोजन 6.66% हुन्छ। तपाईँ कहाँ त्यहाँ विषाक्त देख्नुहुन्छ? जुन चाहिँ बिरुवालाई चाहिने पोषक तत्त्वहरू हो, बिरुवालाई 17 प्रकारको पोषक तत्त्वहरू चाहिन्छ। रासायनिक स्रोतबाट हाल्नुहोस् 17 प्रकारका रसायनहरू छन्, प्राङ्गारिक जैविक स्रोतबाट हाल्नुहोस् त्यही रसायन पाउँछ बिरुवाले पाएको रसायनको आधारमा त्यसले आफूले कार्बोहाइड्रेट बनाउँछ, फ्याट बनाउँछ, प्रोटिन बनाउँछ, विभिन्न किसिमका मिनरल्सहरू त्यहाँ हुन्छन्। ती चिजहरू हामी खान्छौँ। हाम्रो पोषण भनेको चाहिँ कार्बोहाइड्रेटको रूपमा हुन्छ, फ्याट्सको रूपमा हुन्छ, प्रोटिनको रूपमा हुन्छ। बिरुवा अथवा जनावरको सोर्सबाट हामीले लिन्छौँ। 95% पोषक तत्त्व हाम्रो पोषण भनेको माटोबाट आउँछ। त्यसैले रसायन भन्ने बित्तिकै विष हो भन्ने कुराको कन्सेप्टको म प्रतिवाद गर्छु। ठाडो शब्दमा रसायनले बनेको शरीर छ, हामी विष हौँ होइन, यसरी बोल्न पाइँदैन। रसायन होइन, पोषक तत्त्व हामीले कुन स्रोतबाट हाल्ने भन्ने कुरामा हामी बहस गर्दैछौँ। मलाई त के लाग्छ भने माटोको गुणस्तर रसायन मात्रै हाल्दा बिग्रिन्छ। म एकदम 100% सहमत छु। रासायनिक मलमा युरियामा नाइट्रोजन मात्रै स्रोत हुन्छ, कार्बन हाइड्रोजन अक्सिजन केही मात्रामा हुन्छ। तर कार्बन हाइड्रोजन अक्सिजनको बिरुवाको मुख्य स्रोत भनेको वातावरण हो। डिएपीमा नाइट्रोजन हुन्छ, फस्फरस हुन्छ, पोटासमा पोटासियम तत्त्व मात्रै हुन्छ, म्युरेट अफ पोटासमा। ठिक छ, यी फर्टिलाइजर एलिमेन्ट पोटासलाई त उहाँले पनि गलत भन्नु भएन। अब यी फर्टिलाइजर